Hello everyone, welcome to part 4 of MCQs on स्थानीय सरकार सञ्चालन ऐन। स्थानीय सरकार सञ्चालन ऐनको MCQ डिस्कसनमा तपाईलाई स्वागत छ। आज हामी अब 100 कतिदेखि 14 देखि सुरु गर्न गइरहेछौँ। गाउँपालिका तथा नगरपालिकामा संविधानको कति धारा बमोजिम न्यायिक समिति रहने व्यवस्था छ भनेर भनेको छ। कति धारा अनुसार भन्दा न्यायिक समिति भनेको तपाईको 217 मा रहेको छ। सो आन्सर के हुन्छ त? ए हुन्छ। Under which article of the Constitution of Nepal is the Judicial Committee provision? त्यही कुरा हो। इङ्ग्लिसबाट नेपालीबाट क्वेसन छ। 217 मा आर्टिकल 217 मा छ जुडिसियल कमिटी भनेर 3 मेम्बर जुडिसियल कमिटी हुन्छ, जसमा जसको कोअर्डिनेटर चाहिँ भाइस चेयरपर्सन भिलेज बडीको हकमा र डेपुटी मेयर इन केस अफ म्युनिसिपालिटीको हकमा, र 2 मेम्बर्स चाहिँ इलेक्टेड बाई द मेम्बर्स अफ द, बाँकी रहेको 2 मेम्बर्स चाहिँ इलेक्टेड बाई द मेम्बर्स अफ भिलेज एसेम्ब्ली और गाउँसभा वा नगरसभाको एमोङ्स देम त्यो मान्छेहरूबाटै इलेक्टेड भएको हुन्छ। 116 मा हेरौँ, तलमध्ये न्यायिक समितिको अधिकार कुन हो? अर्काको बाली नोक्सानी गरेमा चरण घाँस दाउरा ज्याला मजदुरी नदिएको माथिका सबै। आन्सर चाहिँ के हुन्छ त? माथिका सबै। न्यायिक समितिलाई तलका मध्ये कुन विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्ने अधिकार छ? गाली बेइज्जती, लुटपाट, पति पत्नी बीचको सम्बन्ध विच्छेद, माथिका सबै। यसको आन्सर पनि माथिका सबै। यस्तै कुराहरूमा चाहिँ न्यायिक समितिले हेर्ने गर्छ। न्यायिक समितिलाई तलका मध्ये कुन विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्ने अधिकार छैन भनेको छ भने एमा पति पत्नी बीचको सम्बन्ध विच्छेद, गाली बेइज्जती, यौन दुर्व्यवहार, लुटपाट। आन्सर चाहिँ यौन दुर्व्यवहारको चाहिँ मेलमिलापबाट गराउन मिल्दैन। Who acts as the coordinator of the local revenue advisory committee? Local revenue advisory committee भनेको स्थानीय राजस्व परामर्श समिति भनेर भन्छ, र यसको संयोजक कोअर्डिनेटर चाहिँ को हुन्छ भन्दा फेरि उपाध्यक्ष वा उपप्रमुख हुने गरेछ। सो यसको आन्सर चाहिँ भाइस चेयर और डेप्युटी मेयर। त्यसपछिबाट विच अफिसियल सर्भ्स एज द मेम्बर सेक्रेटरी अफ द कमिटी? त्यही लोकल रेभिन्यू एडभाइजरी कमिटी भन्न खोजेको। त्यसको मेम्बर सेक्रेटरी सदस्य सचिव चाहिँ को हुनेछ भनेछ भन्दाखेरि चाहिँ त्यसको सदस्य सचिव चाहिँ कार्यपालिकाको राजस्व महाशाखा विभाग वा शाखा प्रमुख हुने गर्छन्। सो आन्सर चाहिँ हुन्छ चिफ अफ रेभिन्यू डिभिजन डिपार्टमेन्ट भनेर छ। यसको हेरिहालौँ है त। यहाँ यो अघि हामी पढ्यौँ न्यायिक समितिको बारेमा। न्यायिक समिति 217 मा छ भनेर भयौँ, र यसको त्यस्तै सानोतिनो विवादहरू सुल्झाउने काम गर्छ। र अर्को भनेको हाम्रो हेरौँ ल्यान्ड रेभिन्यू एडभाइजरी कमिटी। ल्यान्ड रेभिन्यू एडभाइजरी कमिटी कहाँ छ भने यहाँ छ है त। स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुन्छ त? उपाध्यक्ष वा उपप्रमुख हुन्छ, र यसको सदस्य सचिव चाहिँ को हुन्छ? कार्यपालिकाको राजस्व महाशाखा विभाग वा शाखा प्रमुख हुन्छ है त। जाउँ यहाँ। अब हाम्रो अर्को छ क्वेसन, स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्र एकीकृत सम्पत्ति कर लगाउने अधिकार कहिलेबाट सुरु भयो भन्दाखेरि यसको आन्सर चाहिँ कति हुन्छ त? 2075 साल 4 महिना 1 गते, साउन 1 गतेदेखि 75 सालदेखि सुरु भएको है त। यसको लागि हेरौँ, यसको लागि हाम्रो यसको माथि नै छ। हामी हेरौँ है त। करको बारेमा त माथि नै छ। कहाँ छ कर? यहाँ छ एकीकृत सम्पत्ति कर र घर जग्गा कर। गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र एकीकृत सम्पत्ति कर वा घर जग्गा कर लगाउनेछ, तर 2075 साल साउन 1 गतेदेखि एकीकृत सम्पत्ति कर मात्र लगाउनु पर्नेछ भनेर लेखेको छ। यो कुरा भइहाल्यो है। अर्को हेरौँ, हु एक्ट्स एज द कोअर्डिनेटर अफ द रिसोर्स एस्टिमेसन एन्ड बजेट सिलिङ डिटर्मिनेसन कमिटी? भन्नुको मतलब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजक को हुन्छ भनेर सोधेको। को हुन्छ त? अध्यक्ष वा प्रमुख हुन्छ। संयोजक हेरौँ है त। यो छ तपाईँको कहाँ भन्दा यहाँ छ स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति। संयोजक को छ? अध्यक्ष वा प्रमुख छ, र सदस्य सचिव हेर्नु पर्यो पर्दाखेरि प्रमुख प्रशासकीय अधिकृत छ है त। सो हु एक्ट्स एज द कोअर्डिनेटर अफ द रिसोर्स एस्टिमेसन बजेट सिलिङ डिटर्मिनेसन कमिटी? मेसमा चेयर और मेयर, र मेम्बर सेक्रेटरी कुरा गर्ने भने को छ चाहिँ चिफ एडमिनिस्ट्रेटिभ अफिसर, प्रमुख प्रशासकीय अधिकृत रहेको छ। त्यसै गरी द रिसोर्स एस्टिमेसन बजेट सिलिङ डिटर्मिनेसन कमिटी मस्ट कम्प्लिट इट्स टास्क विदिन विच मन्थ अफ इयर भनेर भनेको छ। र यसको कहिलेसम्म सक्नुपर्छ भनेको छ भन्दाखेरि यहाँ हेर्नु पर्दा
6 नम्बरमा छ समितिले आफ्नो कार्य प्रत्येक वर्षको फागुन महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ र बजेट प्रक्षेपण गर्दा आगामी आर्थिक वर्ष पछिको थप 2 वर्षको समेत गर्नुपर्नेछ भनेको छ है। सो फागुन महिनाको कुरा गरेको छ। ओके, एन्सर इज फागुन। By when should the chief administrative officer provide the budget ceiling for the coming fiscal year to thematic division, branches and ward committee भनेको छ। यसो चाहिँ 15 चैत्र यसको आन्सर चाहिँ के हुन्छ त बजेट सिलिङ चिफ एडमिनिस्ट्रेटिभ अफिसरले कहिले पठाउने त भन्दाखेरि 15 चैत्रसम्म पठाउने। हु इज द कोअर्डिनेटर अफ द बजेट एन्ड प्रोग्राम इभ्यालुएसन कमिटी? बजेट एन्ड प्रोग्राम इभ्यालुएसन कमिटीको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक को हुन्छ भनेर सोधेको है। यहाँ हेऱ्यौँ भने अघि कुरा चाहिँ आगामी आर्थिक वर्षको बजेट सीमा प्रत्येक वर्षको चैत्र 15 गतेभित्र प्रमुख प्रशासकीय अधिकारीले गाउँपालिका वा नगरपालिकाका विषयगत महाशाखा शाखा तथा वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ नि। त्यो अघिको क्वेसन डिस्कसनमा चाहिँ कथे चैत्र 15 को कुरा चाहिँ त्यहाँ आएको है। अनि बजेट तथा कार्यक्रम तर्जुमा समितिको कुरा गर्ने हो भने यसको संयोजक को छ त भन्दाखेरि उपाध्यक्ष वा उपप्रमुख, अनि सदस्य सचिव चाहिँ योजना महाशाखा विभाग तथा वा शाखा प्रमुख रहेको छ है त। ल यो भयो हाम्रो के भयो भन्दा रिसोर्स एस्टिमेसन बजेट सिलिङ डिटर्मिनेसन कहिलेसम्म भन्दाखेरि फागुनसम्म गर्नुपर्ने र एडिसनल 2 इयर्सको पनि प्रोजेक्ट गर्नुपर्ने। त्यसपछिबाट 15 अफ चैत्रको कुरा भएको थियो प्रमुख प्रशासकीय अधिकारीले बजेट सिलिङ पठाउने। त्यसपछि हु इज द कोअर्डिनेटर अफ द बजेट एन्ड प्रोग्राम फर्मुलेसन कमिटी भनेपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिको कोअर्डिनेटर संयोजक को हुन्छ भन्दाखेरि भाइस चेयर र डेप्युटी मेयर हुन्छ, उपाध्यक्ष उपप्रमुख हुन्छ भनेर पनि हामीले पढेको थियौँ। वाट इज द म्याक्सिमम पिरियड फर विच द रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटी क्यान रेज अ लोन? कति वर्ष म्याक्सिमम पिरियड भनेको लोन लिने भनेको 25 इयर्सको लागि लोन लिन सकिन्छ भनेको त। What happens if a loan raised by the rural municipality or municipality within the government of Nepal as its guarantor is not paid within the prescribed time? तर रुरल म्युनिसिपालिटीहरूले चाहिँ के लिएन भन्दाखेरि त्यो लोन पे गर्न सकेन टाइममा भने के हुन्छ भनेर सोधेको। के हुन्छ भन्दाखेरि द लोन विल बी पेड बाई डिडक्टिङ फ्रम द ग्रान्ट्स प्रोभाइडेड टु द रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटी बाई द गभर्मेन्ट अफ नेपाल। जुन ग्रान्ट चाहिँ नेपाल सरकारबाट रुरल म्युनिसिपालिटी अथवा म्युनिसिपालिटीमा जान्छ त्यो ग्रान्टबाट घटाएर बल्ल त्यो नयाँ ग्रान्टहरू पठाउँछ, जति तिर्नुपर्ने हो त्यो घटाएर है त। वाट इज द पर्पज अफ लोकल कन्सोलिडेटेड फन्ड इन अ रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटी? अब लोकल कन्सोलिडेटेड फन्ड भनेको के हो भन्दाखेरि स्थानीय सञ्चित कोष भनेर भन्छ। स्थानीय सञ्चित कोषको पर्पज के हो भन्दाखेरि फर द कलेक्सन एन्ड म्यानेजमेन्ट अफ अल फन्ड्स रिसिभ बाई द रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटीहरूले रिसिभ गर्ने फन्डको कलेक्सन र म्यानेजमेन्टको कामहरू लोकल कन्सोलिडेटेड फन्डमा हुन्छ। विच द फ्लोइङ फन्ड्स आर क्रेडिटेड टु द लोकल कन्सोलिडेटेड फन्ड? के फन्डहरू कन्सोलिडेटेड फन्डमा क्रेडिट हुन्छ भन्दाखेरि फन्ड रिसिभ फ्रम द इनल्यान्ड रेभेन्यू इन्कम, यस। फन्ड रिसिभ फ्रम द प्रोभिन्सियल गभर्मेन्ट, यस। फन्ड रिसिभ एज डोनेसन अर ग्रान्ट, यस। अल अफ द एबोभ आन्सर चाहिँ के हुन्छ? अल अफ द एबोभ। विच क्लज स्टेट्स द्याट द रुरल म्युनिसिपालिटी एन्ड म्युनिसिपालिटी मे इस्टाब्लिस एन्ड अपरेट अन इमर्जेन्सी फन्ड एज पर द लोकल ल? इमर्जेन्सी फन्डको बारेमा कुन क्लजले भनेको छ भन्दाखेरि क्लज नम्बर 70 ले भनेको छ। हेरौँ है त छ कि छैन। ऋण लिन सक्नेमा हामीले हेऱ्यौँ अघि 25 वर्षसम्म, यहाँ 25 वर्षको कुरा आयो है 25 वर्षको कुरा आयो। स्थानीय सञ्चित कोषको कुरा गरेको थियौँ। स्थानीय सञ्चित कोषको के आयो त आफ्नो एउटा स्थानीय सञ्चित कोष हुन्छ र त्यो पाएको पैसाहरूको यसमा काम हुन्छ भनेर भनेको थियौँ है। त्यसपछिबाट आकस्मिक कोष, आकस्मिक कोषमा कतिमा छ त 70 मा छ। हेर्नु त 70 मा आकस्मिक कोष रहेको छ, त्यही भनेको है त। ल यहाँनिर अब एउटा इम्पोर्टेन्ट कुरा भनेको बजेट पेश र पारित गर्ने भन्ने छ, यो अलिकति पढौँ। बजेट पेश र पारित गर्ने 71 मा छ र उपाध्यक्ष उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिका कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराए असार 10 गतेभित्र सभामा पेश गर्नुपर्नेछ। कहिले भन्दाखेरि उपाध्यक्ष उपप्रमुख अथवा कार्यपालिकाले तोकेको कुनै एउटा सदस्यको चाहिँ बजेट पेश गर्ने कहिले भन्दाखेरि के गरेर स्वीकृत गराए, सुरुमा स्वीकृत गराउने कार्यपालिकाबाट, अनि पेश गर्ने असार 10 गते भित्र। त्यसपछि वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण चालु आर्थिक वर्षको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण खुलाउनु पर्नेछ। त्यसै गरी सभाले पेश भएको बजेटमाथि कार्यतालिका सभाले चाहिँ के गर्छ त भने त्यो जुन पेश भएको थियो अघि त्यो बजेटमाथि चाहिँ कार्यतालिका बनाई 15 दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ है त।
असार 10 भयो, 10 मा 15 जोड्यो भने 25 भयो। अब बाँकी रह्यो मसान्तसम्म 5 दिन बाँकी रहन्छ है। 5 दिन चाहिँ के गर्छ भन्दाखेरि यहाँ हेरौँ, छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्छ। फेरि सुझाव पठाउन सक्छ। सुझाव दिएर सुझावसहित प्राप्त भएको बजेट उप कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा 5 दिनभित्र पुनः पेश गर्नुपर्ने छ। अघि मैले 5 दिन निकालेको थिएँ नि, त्यो 5 दिन चाहिँ अब यहाँ रह्यो। सो यति यसरी गऱ्यो भने 10 + 15 + 5 गऱ्यो भने 30 दिन। पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने छ। सो असार मसान्त ठ्याक्क पुग्छ। त्यसैले यो कुरा चाहिँ ध्यान राख्नुपर्छ है त। सो हेरौँ यहाँ इमर्जेन्सी फन्ड 70 मा छ। अनि त्यसो हु इज रेस्पोन्सिबल फर प्रेजेन्ट द बजेट एन्ड बजेट एस्टिमेट फर द नेक्स्ट फिस्कल इयर टु द एसेम्ब्ली भन्ने को थियो? उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिका तोकेको कुनै कार्यपालिकाको सदस्य भन्ने पढेको थियौँ। सो आन्सर चाहिँ के हुन्छ? बी हुन्छ। बाई विच डेट मस्ट द प्रोग्राम एन्ड बजेट एस्टिमेट बी प्रेजेन्ट इन द एसेम्ब्ली? सभामा कहिले पेश गर्ने भन्दा विदिन असार 10 गतेभित्र पेश गरिसक्नुपर्छ। विदिन हाउ मेनी डेज मस्ट द एसेम्ब्ली कम्प्लिट द डिस्कसन अन द प्रोग्राम एन्ड बजेट टेबल बाई द एक्जिक्युटिभ? 15 दिनभित्र यसले के गर्नुपर्छ? डिस्कसन गरेर सक्नुपर्छ। अनि फेरि वाट मस्ट द एसेम्ब्ली डु आफ्टर द डिस्कसन अन द प्रोग्राम एन्ड बजेट? डिस्कसन गरिसकेपछि के गर्छ एसेम्ब्ली सभाले भन्दाखेरि इन्डोर्स, यदि बजेट इन्डोर्स गर्न सक्छ वा सेन्ड इट टु द एक्जिक्युटिभ विथ सजेसन दिएर एक्जिक्युटिभ फेरि पठाउन सक्छ। अप्सन नम्बर ए नै एन्सर भइहाल्यो। विदिन हाउ मेनी डेज द एक्जिक्युटिभ हेज टु रिभ्यू द बजेट आफ्टर रिसिभिङ सजेसन फ्रम द एसेम्ब्ली? अब फेरि लास्टको बाँकी रह्यो 5 दिन असार मसान्त आउनलाई। सो आन्सर चाहिँ के भयो त? 5 दिनभित्र फेरि रिभ्यू गरेर पठाउनु पर्ने हुन्छ। वेन मस्ट द एसेम्ब्ली इन्डोर्स द प्रोग्राम एन्ड बजेट? कहिले? असार मसान्त भित्र। बी बाई द एन्ड अफ द असार द सेम इयर। ओके, वाट इज द फाइनेन्सियल इयर फर द लोकल लेभल? फाइनेन्सियल इयर कहिले हो त? साउन 1 गतेदेखि असारको अन्तिमसम्म होइन भनेपछि अप्सन सी फ्रम द 1st of श्रावण टु द एन्ड अफ असार अफ द नेक्स्ट इयर। आर्थिक वर्ष कहिलेबाट सुरु हुन्छ? आर्थिक वर्ष कहिले सुरु हुन्छ? साउन 1 गतेदेखि सुरु हुन्छ। सो आन्सर डी। हु ग्रान्ट्स द अथोरिटी टु स्पेन्ड द बजेट टु द चिफ एडमिनिस्ट्रेटिभ अफिसर आफ्टर एप्रुभल बाई द एसेम्ब्ली? एसेम्ब्लीले एप्रुभल गरिसकेपछि प्रमुख प्रशासकलाई बजेट स्पेन्ड गर्न कसले अथोरिटी दिन्छ भन्दाखेरि चाहिँ मेयर अथवा चेयरले दिन्छ, चेयरपर्सनले दिन्छ। मेयर भनेको चाहिँ नगरपालिकाको हकमा र चेयर भनेको चाहिँ गाउँपालिकाको हकमा है त। कति दिनभित्र? विदिन 7। अनि स्पेन्ड गर्ने अथोरिटी चाहिँ विदिन 7 days अफ सच एप्रुभल। बजेट एप्रुभल भइसकेपछि आफ्टर रिसिभिङ द अथोरिटी वाट मस्ट द चिफ एडमिनिस्ट्रेटिभ अफिसर डु विदिन द मन्थ अफ असार? के गर्नुपर्छ? उसले ग्रान्ट द अथोरिटी टु स्पेन्ड द बजेट टु द डिभिजन अर युनिट चिफ एन्ड वार्ड सेक्रेटरी। यिनीहरूलाई चाहिँ के गर्नुपर्छ? अथोरिटी फेरि दिनुपर्छ बजेट स्पेन्ड गर्नलाई अरू आफ्नो अन्डरमा भएको वार्ड सेक्रेटरी अथवा युनिट चिफ अथवा डिभिजनहरूलाई। सो आन्सर ए हुन्छ। वाट हेपन्स टु द अनस्पेन्ड एमाउन्ट अफ द बजेट एट द एन्ड अफ द फिजिकल इयर? अब अनस्पेन्ड एमाउन्ट चाहिँ के हुन्छ भनेर सोधेको छ। अप्सन नम्बर बीमा हेरौँ। इट इज अटोमेटिकली ट्रान्सफर टु द कन्सोलिडेटेड फन्ड अफ द रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटी? कन्सोलिडेटेड फन्डमा गएर जम्मा हुन्छ। क्वेसन नम्बर 143 एक आर्थिक वर्षमा खर्च हुन नसकिरहेको रकम आर्थिक वर्षका अन्त्यमा गाउँपालिका नगरपालिका कुन कोषमा जम्मा हुन्छ? कुन कोषमा हुन्छ त भन्दा सञ्चित कोषमा या झुकिन सक्छ। सञ्चय कोष पनि झुकेर टिक लाउन सकिन्छ, तर यो के हुन्छ? सञ्चित कोषमा जम्मा हुन्छ। सोधेको क्वेसन है। वेन सुड द रुरल म्युनिसिपालिटी अर म्युनिसिपालिटी पब्लिस द डिटेल्स अफ इट्स इन्कम एन्ड एक्सपेन्डिचर? कहिले पब्लिस गर्नुपर्छ आफ्नो इन्कम एन्ड एक्सपेन्डिचर भन्दा विदिन द 7th of every month। हेरौँ है त। खर्च गर्ने कार्यविधि अघि भइहाल्यो। 7 दिनभित्र उसलाई प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियार दिन्छ र प्रशासकीय अधिकारीले फेरि सम्बन्धित महाशाखा वा शाखा प्रमुख वा वडा सचिवहरूलाई दिन्छ है त, अख्तियार दिन्छ। त्यसै गरी यी सञ्चित कोषमा जम्मा हुने एक आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी रहेको रकम आर्थिक वर्षको अन्त्यमा गाउँपालिका वा नगरपालिकाको सञ्चित कोषमा स्वतः जम्मा हुन्छ भनेको छ। त्यसपछिबाट हेरौँ हाम्रो के थियो अर्को। वेन सुड द रुरल म्युनिसिपालिटी यो भइहाल्यो विदिन द 7th of every month। वाट हेपन्स इफ देयर इज एनी ड्यामेज अर लस एज अ रिजल्ट अफ द फेलर अफ द अफिसियल अथोराइज्ड
टु मेन्टेन एकाउन्ट, केही लस भयो, ड्यामेज भयो, एकाउन्ट मेन्टेन गर्न नसकेर भने के हुन्छ, द लस एन्ड ड्यामेज विल बी रिकभर फ्रम द रेस्पोन्सिबल, को रेस्पोन्सिबल पर्सन हो उसबाट लस र ड्यामेज चाहिँ रिकभर गरिन्छ। हु इज रेस्पोन्सिबल फर क्यारिङ आउट द फाइनल अडिट अफ द इन्कम एन्ड एक्सपेन्डिचर अफ द लोकल लेभल, लोकल लेभलको फाइनल अडिट कसले गर्छ त अडिटर जेनरलले, अफिस अफ द अडिटर जेनरल ओएजीले गर्छ, अडिटर जेनरलले गर्छ। त्यसपछि वाट इज द लोकल लेभल रिक्वायर्ड टु डु इन एडिसन टु द फाइनल अडिट, के पनि गर्नुपर्छ भन्दाखेरि इन्टरनल अडिटिङ पनि गर्नुपर्छ आफ्नो इन्कम एन्ड एक्सपेन्डिचरको सुरुमा है त। सो आन्सर चाहिँ बी हुन्छ, अघिको माथिको सी हुन्छ, 146 को सी, 147 को बी। वाट इज द म्याक्सिमम पर्सेन्टेज अफ बजेट एलोकेसन द्याट द एक्जिक्युटिभ मे ट्रान्सफर फ्रम वान एड टु एनदर, एक्जिक्युटिभले कति म्याक्सिमम ट्रान्सफर गर्न सक्छ वान एडबाट अर्को एडमा भने 20% गर्न सक्छ है त। हाउ लङ क्यान म्युनिसिपल पुलिस पोस्ट बी रिक्रुटेड अन अ सर्भिस कन्ट्र्याक्ट बेसिस, भनेपछि कति टाइमको लागि म्युनिसिपल पुलिसको पोस्ट दिन सकिन्छ भन्दाखेरि 5 इयर्स, एकचोटि 5 वर्षको लागि नगर प्रहरीको रूपमा रिक्रुट गर्न सकिन्छ। वाट पर्सेन्टेज द मन्थली स्यालेरी इज डिडक्टेड फ्रम एभ्री इम्प्लोइ वर्किङ अन्डर द लोकल लेभल फर द रिटायरमेन्ट फन्ड, रिटायरमेन्ट फन्डको लागि कति काटिन्छ, 10% काटिन्छ। हाउ मच द लोकल लेभल एड टु द रिटायरमेन्ट फन्ड फ्रम इच इम्प्लोइ स्यालेरी, फेरि 12% चाहिँ उसले हट्छ हेरौँ है त। अवकाश कोषको व्यवस्था भनेर भनेको छ, यहाँ हेरौँ, कोषमा स्थानीय तहले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाइपाई भएको मासिक तलबाट 10% रकम कट्टा गरी सो रकम बराबर हुने आउने रकम थप गरी जम्मा गर्छ। सरी यो 12 नभइकन यसमा चाहिँ बी हुने भयो, यसको आन्सर चाहिँ 10%, थप्ने पनि 10%, पाउने पनि 10%, यो चाहिँ यहाँनिर बी है त। हाउ अफन सुड द मिटिङ अफ द डिस्ट्रिक्ट एसेम्ब्ली बी हेल्ड एकोर्डिङ टु द प्रोभिजन, अब डिस्ट्रिक्ट एसेम्ब्ली जिल्ला सभाको कुरा आउँछ, जिल्ला सभामा जिल्ला सभाको मिटिङ कति टाइममा हुन्छ भनेर सोधेको छ। जिल्ला सभाको चाहिँ 1 वर्षमा के हुन्छ, एकचोटि हुन्छ है त मिटिङ। हाउ अफन सुड द मिटिङ अफ द डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटी बी हेल्ड, अनि डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटी भनेको जिल्ला समन्वय समितिको मिटिङ चाहिँ के हुन्छ, एभ्री मन्थ हुन्छ। अब यहाँ हेरौँ, जिल्ला सभाको जिल्ला सभाको बजेट, जिल्ला कहाँ गयो, जिल्ला सभा र जिल्ला समन्वय समितिको बैठक भनेर रहेको छ। जिल्ला सभाको बैठक वर्षको कम्तीमा 1 पटक तथा जिल्ला समन्वय समितिको बैठक महिनाको कम्तीमा 1 पटक। जिल्ला सभा वर्षमा एकचोटि, जिल्ला समन्वय समिति बैठक महिनामा एकचोटि बस्छ है त। त्यसपछिबाट हामीसँग सरको गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधान कति अनुसूचीमा रहेको छ भनेर भनेको छ। कतिमा छ त, गाउँपालिका तथा नगरपालिका एकल अधिकार चाहिँ अनुसूची 8 मा छ, 9 मा चाहिँ कन्करेन्ट छ नि त सबैको। सो 8 मा चाहिँ लोकल गभर्मेन्टको छ। अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्थाले स्थानीय तहसँग समन्वयमा काम गर्दा त्यस्तो कामको लागि कुन निकायसँग पूर्व स्वीकृति लिएको हुनुपर्दछ भन्दाखेरि कोसँग स्वीकृति लिएको हुनुपर्छ, नेपाल सरकारसँग लिएको हुनुपर्छ। गाउँपालिका नगरपालिका आफ्नो क्षेत्रभित्र निर्माण रेखदेखको सञ्चालन गरेको पसल वा सरकारी जग्गा बनेको संरचना उपयोग बापत लगाइने करलाई के भनिन्छ भन्दाखेरि त्यसलाई बहाल बिटौरी कर भनिन्छ। बहाल बिटौरी कर भनेको चाहिँ गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र आफूले निर्माण यहाँ जाउँ ल। गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र आफूले निर्माण रेखदेख वा सञ्चालन गरेको हाट बजार वा पसल वा सरकारी जग्गामा बनेका संरचनाको उपयोग बापत के गर्छ त, बहाल बिटौरी शुल्क लगाउने छ भनेर भनेको छ। प्रदेश समन्वय परिषदको संयोजक को रहने व्यवस्था छ, यो पनि सोधेको क्वेसन हो। प्रदेश समन्वय परिषदको संयोजक चाहिँ मुख्यमन्त्री रहने छन्, कोअर्डिनेटर चाहिँ को छ, चिफ मिनिस्टर रहन्छन् है। यो सोधेको क्वेसन है। जिल्ला सभाको बैठक तथा जिल्ला समन्वय समितिको बैठक भइहाल्यो। कति वर्ष त, वर्षमा जिल्ला सभाको कतिचोटि, एकचोटि र महिनामा एकचोटि भएपछि जिल्ला समन्वय समिति 12 वर्षमा 12 चोटि हुने भयो। सो अप्सन नम्बर डी चाहिँ आन्सर भयो है त।
हु सुड द चेयरपर्सन एन्ड मेयर टेक द ओथ अफ अफिस एन्ड सेक्रेसी बिफोर। मेयर र चेयरपर्सनले कसको अगाडि ओथ लिन्छ भने चाहिँ उसले चाहिँ डिस्ट्रिक्ट जज अफ द जिल्ला न्यायाधीश सम्बन्धी जिल्ला न्यायाधीशको अगाडि चाहिँ लिन्छ है त, शपथ लिन्छ, ओथ लिन्छ है त। यसको लागि अलिकति हामी यहाँ हेरौँ। शपथको लागि शपथ कतिमा छ अन्त अन्तिममा छ है त, हेरौँ है त, 109 छ है। शपथ अध्यक्ष तथा प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको 7 दिनभित्र, कति दिनभित्र? 7 दिनभित्र चाहिँ 7 दिनभित्र अनुसूचित 2 बमोजिमको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा कोसँग जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनीयता गर्छ भने उपाध्यक्षहरूले, उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले चाहिँ प्रमुखकोमा फेरि 7 दिनभित्र गर्छ। त्यसपछि जिल्ला समन्वय समितिका प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको 7 दिनभित्र सम्बन्धित जिल्ला न्यायाधीश समक्ष, जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला न्यायाधीश समक्ष तथा जिल्ला समन्वय समितिको उपप्रमुखहरूले चाहिँ फेरि समितिको प्रमुख समक्ष चाहिँ 7 दिनभित्र गर्छ है त। ल सो मेयर र चेयरपर्सनले डिस्ट्रिक्ट जज अफ द कन्सर्न डिस्ट्रिक्टको अप्सन बी भइहाल्यो यसको 159 को। विदिन हाउ मेनी डेज सुड द चेयरपर्सन मेयर टेक द ओथ अफ अफिस एन्ड सेक्रेसी आफ्टर बिङ इलेक्टेड भनेको 7 दिनभित्र होइन, विदिन 7 डेज। उ सुड द भाइस चेयर, डेप्युटी मेयर, वार्ड चेयरपर्सन, एसेम्ब्ली मेम्बर्स टेक द ओथ बिफोर भनेपछि यिनीहरूले चाहिँ कसको कन्सर्न चेयरपर्सन अथवा मेयरहरूसँग लिन्छ ओथ। यो पनि के अरे 7 दिनभित्र है त। त्यसपछि हु चेयरपर्सनले लिएको 7 दिनभित्र चाहिँ है। हु सुड द डेप्युटी चिफ एन्ड मेम्बर्स अफ द डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटी टेक द ओथ बिफोर, कसको अगाडि लिन्छ भन्दा डेप्युटी चिफ र मेम्बर्सहरूले भन्दाखेरि डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटीको चिफको अगाडि चाहिँ उसले चाहिँ, अर्कोले चाहिँ डिस्ट्रिक्ट कोअर्डिनेसन चिफले चाहिँ फेरि जिल्ला न्यायाधीशसँग है। विदिन हाउ मेनी डेज सुड द डेप्युटी चिफ एन्ड मेम्बर्स अफ द डिस्ट्रिक्ट कोअर्डिनेसन, यो पनि फेरि 7 दिनभित्र है। वाट फर्मेट सुड द ओथ अफ अफिस, सेड्युल 2 अनुसार शपथ कुन आधारमा लिन्छ? सेड्युल 2 अफ लोकल स्थानीय सरकार सञ्चालन ऐनको अनुसूचित 2 अनुसार लिन्छ है त। सो बी भयो। विदिन हाउ मेनी डेज अफ एज्युमिङ अफिस मस्ट द मेम्बर सबमिट द डिटेल्स अफ देयर मुभेबल एन्ड इमुभेबल प्रपर्टी, सम्पत्ति विवरण कहिले बुझाउने त भन्दा 60 दिनभित्र बुझाउनु पर्छ है त। फिजिकल इयर इन भएको अथवा सुरुमा जोइन भएको। वेयर सुड द प्रपर्टी डिटेल्स सबमिटेड बाई मेम्बर बी सेन्ट आफ्टर बिङ रेकर्डेड बाई द कन्सर्न लोकल लेभल। हामीले लोकल लेभललाई पठाउँछौँ, लोकल लेभलले कता पठाउँछ फेरि प्रोभिन्सियल गभर्मेन्टमा, प्रदेश सरकारमा पठाउँछ 30 डेजभित्र है त। यहाँ अलिकति हेरिहालौँ, सम्पत्ति विवरण पेश गर्ने हेरौँ है। सदस्यले पद धारण गरेको र प्रत्येक आर्थिक वर्षसम्म त भएको मितिले 60 दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चल अचल सम्पत्तिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण प्रचलित कानुनले तोकेको ढाँचामा सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ। पेश भएको सम्पत्तिको विवरण सम्बन्धित स्थानीय तहले लबिलेख राखी 30 दिनभित्र फेरि प्रदेश सरकारलाई समक्ष पठाउनु पर्नेछ भनेको छ है त। ल हाम्रो क्वेसनहरू यति नै छ। हामीले स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धी 167 वटा क्वेसन गऱ्यौँ। अहिले यति नै। थ्याङ्क यू फर वाचिङ।